नमस्कार सबैमा। आज चाहिँ म बाँकीको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 1 मा आएको छु र यो जुन बगिरहेको सानो पानी देख्नुहुन्छ, अहिले चाहिँ यो पानी चाहिँ कम छ, तर यो चाहिँ 12 महिना बग्ने पानी हो। सामान्य रूपमा पानी चाहिँ आफ्नो रेसियोमा बगिरहन्छ। हामी सानोमा यही ठाउँमा आएर पौडी खेल्थ्यौँ, नुहाउँथ्यौँ, घुम्थ्यौँ, खेल्थ्यौँ, रमाउँथ्यौँ। अनि हाम्रो यो चाहिँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर 1 मा चाहिँ किसानहरूलाई पानीको एकदमै समस्या। खानेपानी त हामीसँग प्रशस्त मात्रामा छ, तर सिँचाइको लागि एउटा एडिक्युट मात्रामा पानी थिएन। राम्रो सिँचाइको लागि, खेतीपातीको लागि सिँचाइ भनेको एउटा अपरिहार्य चिज हो किसानको लागि। र अहिले चाहिँ त्यो हाम्रो यहाँको यो पानी चाहिँ हामीले हाम्रो राप्ती सोनारी 1 का किसानको लागि हामीले यहाँबाट चाहिँ पानी लगेर हामी जाँदैछौँ र एकदमै राम्रो काम भइरहेको छ हाम्रो वडा नम्बर 1 कुसुम बैरिया बाँकेमा। यहाँ चाहिँ काम चालु भइरहेको छ, काम जेसिबीले आफ्नो काम गरिराख्नु भएको छ। हो, एकदमै इम्पोर्टेन्ट थियो हाम्रो यो राप्ती सोनारी 1 कुसुम बैरियामा। किसानहरूलाई धेरै राहत मिल्नेछ जब यो योजनाले सक्सेस पाउनेछ। मैले सुनेको अनुसार एटलिस्ट 4 महिनामा भित्रमा यो काम चाहिँ सम्पन्न हुन्छ भन्ने मैले सुनेको छु। यहाँ जेसिबीले आफ्नो काम गरिरहेछ। यहाँ ड्यामहरू बनेको छ, यो सायद पानी स्टोर गर्ने अनि चाहिएको बेला पानी यहाँबाट खोल्ने केही होला, प्रोसेस होला यहाँको चाहिँ। यो चाहिँ मैले चाहिँ बुझेन। यो इन्जिनियरसँगै सल्लाह लिनुपर्छ यसको डिजाइनको बारेमा, के छ कस्तो छ भनेर। म चाहिँ यसो फ्री भएको बेला हेरौँ न त यहाँ के छ, कस्तो काम भइरहेछ भनेर चाहिँ यहाँ आएको थिएँ। एकदमै राम्रो काम भइरहेछ। यहाँका स्थानीयहरूले चट्टा आएर आफ्नो समय दिइराख्नु भएको छ, आफ्नो सक्दो योगदान गरिराख्नु भएको छ। काम भइरहेको छ। सायद यो गेट होला है, यहाँबाट पानी बगेर चट्टै नालामा आउँछ होला। यही नालीदेखि चाहिँ हामीले घर घरमा पानी पुग्ने हो। हाम्रो त्यहाँ एउटा दाइ हुनुहुन्छ, त्यहाँ चाहिँ हाम्रो काम भइरहेको छ। यहाँको लोकलहरूले इफेक्टिभ रूपमा काम गरिराख्नु भएको छ। जे होस्, के छ दाइ? तपाईँको इन्टरभ्यू लिनु पऱ्यो मैले। कस्तो छ काम, कहिलेसम्म सकिन्छ दाइ? काम यो लाग्छ अझै 2 महिना जति। तर अहिलेको यो राप्ती सोनारी 1 को किसानहरूलाई निकै आवश्यकता थियो होइन यो काम? यो पानी लग्ने भनेको पानी त धेरै किसानहरूलाई एकदमै आवश्यकतै पर्या हो होइन? हजुर। अब बन्न लाग्छ क्या, ठिकै राम्रै बन्ला, राम्रै बनोस्, सिँचाइ हुने भयो। हजुर यहीँको स्थानीय? हजुर। एकदमै खुसी हुनुहुन्छ हजुर? एकदम खुसी छु। जे होस्, मन लगायत सबै गाउँ परिवारै खुसी छ होइन? अब पानीको एकदम अभाव थियो। हजुर। अब यो अभावको कारणले गर्दा कतिपय किसानहरू पनि रोया थियो होइन? हजुर। अब जे हुने भयो ठिकै हुने भयो। अनि यो आयोजना पार्ने, यहाँ आयोजना ल्याउने मान्छेलाई हजुरले के भन्न चाहनुहुन्छ? एकदम धन्यवाद दिन चाहन्छु म। मुरी धन्यवाद। मुरी धन्यवाद। यो बजेट पार्नेलाई हजुर एकदम दिलैदेखि धन्यवाद। यस काम चाहिँ धमाधम चालु भइरहेको छ। चालु भइरहेछ। लगभग चैतको लास्टसम्म सकिन पनि सक्छ। ए, चैतको लास्टसम्म सकिन्छ। हजुर। ल दाइ, धन्यवाद दाइ। ल।